महिनावारीपछि फेरिएको थियो अंशुको व्यवहार, जंगलमा भेटियो सब। बलात्कारपछि हत्या गरिएको आशंका। अंशु आफ्नो दिदी र दाई जस्तो थिइनन्, कोही कसैसँग छिटो घुलमिल हुँदिनथिन्, आवश्यक नपरे कोहीसँग उनी बोल्दिनथिन्। साथीहरू पनि उनको उमेरका थिएनन्, न आफूभन्दा ठूलासँग उनी कहिले खेलेको देखिन्थिन्। उनी आफूभन्दा साना भाइ बहिनीसँग बढी समय बिताउँथिन्। बच्चाहरू पनि अंशु भनेपछि हुरुकै हुन्थे। उनी अंशु लापता भएको करिब 3 हप्तापछि सडे गलेको अवस्थामा जंगलमा भेटिन्। असोज 21 गते मंगलबारको दिन थियो जब परिवार र गाउँलेहरूले उनलाई जीवित देखेका थिए। मोरङको लेटाङ नगरपालिका 2 स्कुल चौकी 12 वर्षीय अंशु गौतम यस दिन 2 बजे विद्यालयबाट फर्किएकी थिइन्। कपडा फेरेपछि घिउसँग खाना खाएकी थिइन्। अंशुको यस दिन बिहानदेखि नै अनुहार उज्यालो थिएन। उनलाई आमाले पटक पटक सोधेकी थिइन्, सन्चो छैन हो कि के भयो, तर अंशुले केही जवाफ दिएनन्। यस दिन अंशुले बारम्बार घडी हेरिरहेकी थिइन्। घरको खामो समातेर छिनमै टाउको चिलायो भन्ने, एकछिन पछि अल्छी लाग्यो भन्ने गरिरहेकी थिइन्। अंशुको टाउकोमा जुम्रा थिएन, तर पनि कसैको सर्यो कि भन्दै आमाले उनको टाउको हेरिदिन्, तर केही भेटिनन्। यसपछि दिउँसोको करिब 3:30 बजेतिर खेतमा जाम भन्दै फेरि आमाले सोधेकी थिइन्। अंशु मानिनन्। अंशुले काम गर्नै पर्छ भने थिएन। 2 दिदी दाइको 1 बहिनी भएकाले पनि उनी मायाले हुर्किएकी थिइन्। घर आँगन कुचो लगाउने काम भने आफ्नो खुसीले गर्थिन्। अंशुले नजाने भनेपछि उनकी आमा खेततिर लागिन्। यसपछि अंशु पनि घरबाट निस्किएकी थिइन्। धान स्याहार्ने, तोरी मसुरी लगाउने समय भएकाले गौतम परिवार पनि खेत बारीको काममा व्यस्त थिए, जसले गर्दा अंशुको बदलिदो व्यवहारलाई धेरै ध्यान दिन सकेनन्। उनको आमाका अनुसार अंशुले कहिले ततर मम गरेर बोलेकी थिएनन्, तर हराउनु भन्दा अघिल्लो दिन अंशु उनीबाट परपर भएकी थिइन्। छोरी अंशुको यस्तो व्यवहार देखेर उनले सोधेकी थिइन्, जसको नमिठो तरिकाले अंशुले जवाफ दिएको उनलाई अझै याद छ। त मेरो छेउमा नआइज, तलाई देख्ने बित्तिकै मलाई रिस उठ्छ। यति बेला अंशुलाई उनकी आमाले केही भनिनन्, किन भन्दा अंशु पहिलो पटक महिनावारी भएकी थिइन्। महिनावारीको कारणले अंशुमा परिवर्तन देखिएको भन्दै परिवारले यसलाई सामान्य माने। केही समयपछि ठिक हुन्छ भन्ने ठाने, तर महिनावारी सकिएको 12 दिनका दिन अंशुले आमालाई देख्नै नचाहेको भन्दै झर्केकी थिइन्। आमा बुबा कागती बेचेर बजारबाट फर्किँदा सधैँ बाटोसम्म लिन पुग्ने अंशु जान छाडेकी थिइन्। अंशु हराएको दिन उनी महिनावारी भएको 13 दिन भएको थियो। घरबाट निस्केपछि उनलाई 2 जना छिमेकीले देखेका थिए। उनीहरूको घरमा बच्चाहरूसँग खेल्न उनी सधैँ जान्थिन्, जसले उनलाई कता जान लागेको खेल्न आऊ भन्दै घरमा बोलाएका थिए, तर केही नबोली अंशु हिँडेकी थिइन्। यति बेला साँझको करिब 5:30 बजेको थियो। उनीहरू बाहेक उनलाई उनको दिदीले पनि देखेकी थिइन्। पसलबाट निस्कदै गर्दा बहिनीलाई देखेपछि उनले घर जान भनेकी थिइन्। यति बेला अंशुले चुपलाग भन्दै बाटो फेरेकी थिइन्। साँझ खेत बारीको काम सकेर घर फर्किँदा उनको आमा दिदीले उनलाई देखेनन्। यसपछि अंशुको खोजी सुरु भएको थियो। अंशु कहिले रातमा अरूको घरमा बास बसेकी थिइनन्। खेल्दै होला आउँछ भन्दै उनको आमा दिदी घर धन्दा गर्न लागे। बुबा घर आइपुगेका थिएनन्। रातको करिब 8 बज्दासम्म अंशुको कुनै पत्तो नलागेपछि बल्ल उनी हराएको भन्दै गाउँभरि खोजी सुरु भएको थियो। 21 गते साँझदेखि हराएकी अंशुको खोजी दिन गर्दै हप्तामा परिणत भयो। छिमेकी आफ्ना आफन्त सेना प्रहरीसँगै खोजीमा जुटे। सीसीटीभी फुटेज खंगालियो, जहाँ अंशुको कुनै उपस्थिति देखिएन। जंगलमा पनि खोज तलास गर्यो। यसरी खोज्दा 2 हप्ता बित्यो। अन्ततः 3 हप्ता पुग्नै लाग्दा जंगलमा सब भेटियो। बुटे यसरी काट्ने बित्तिकै हास्य गनायो। यसो हेर्दाखेरि त खुट्टाको छेउमै पो छ त, डराएर त्यहाँदेखि मलाई बोलायो। कार्तिक 7 गते शुक्रबार लेटाङ 2 र बेलबारीको सिमानामा पर्ने बेलबारी चिसाङ साझेदारी सामुदायिक वनभित्र स्थानीय घाँस काट्न गएका थिए। प्रत्यक्षदर्शीका अनुसार दिउँसो 1:30 बजेतिर झ्याङ काट्दा वास्तै दुर्गन्ध आयो। तल हेर्दा बच्चाको खुट्टा देखे। सँगै घाँस काट्न गएका साथीहरूलाई सुनाए, जसमा उनको बुबा पनि थिए। यसपछि सब भेटिएको वरपर निशान बनाएर फर्किएका उनीहरूले तुरुन्तै प्रहरीमा सम्पर्क गरे। मोरङका प्रहरी प्रमुख एसपी वेद कटुवालका अनुसार सब अत्यन्तै कुहिएको र विभत्स अवस्थामा भेटिएको थियो। टाउको र शरीर छुट्टिएको अवस्थामा थियो। ट्राउजर र हाफ प्यान्ट फुकालिएको थियो। कतै चप्पल त कतै घडी फालिएको थियो, जुन अंशुकै रहेको परिवारले पहिचान गरे। यसबाट बलात्कारपछि धारिलो हतियार प्रयोग गरी हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। प्रहरीले घटनास्थल वरिपरि रहेका बासिन्दा र शंकास्पद व्यक्तिहरूसँग बयान लिँदै अनुसन्धान अघि बढाएको छ। सब पोस्टमार्टम
पोस्टमार्टमका लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ। एसपी कटुवालका अनुसार फोरेन्सिक रिपोर्टपछि मात्र घटनाको वास्तविक कारण र अपराधको स्वरूप पुष्टि हुनेछ। तर घटनास्थलको अवस्थाले मानव आक्रमणकै संकेत देखाइरहेको छ। अंशु लक्ष्मी माध्यमिक विद्यालयकी कक्षा 5 की विद्यार्थी थिइन्। उनी एक सामान्य परिवारकी छोरी थिइन्।